त्यो दिन दुईटा फिल्म घोषणा गरिएको छ, दुईटा फिल्मसँग प्रतिस्पर्धा गर्न कतिको सहज होला? होइन, यस्तो छ, मेरो कन्टेन्ट एउटा कमेडी चलचित्र, कमेडी फ्यामिली ड्रामा र एउटा सेन्टिमेन्टल मिक्सअप हो र यो चाहिँ र अरूको एक्सन छ जस्तो लाग्छ मलाई। र त्यो समयमा अब अहिलेको चलचित्र दसैँमा पनि 3टा थिए, 4वटा भइहाल्छन् र राम्रो चलचित्र भयो भने जुन समयमा पनि चल्छ भन्ने उदाहरण छन्। तैपनि राम्रो डेट भएको खण्डमा चाहिँ अझै बढी चल्छन् भन्ने कुरो छ। चैत 27 गते नयाँ वर्ष मात्रै हो कि अरू विशेष केही छ तपाईँको? त्यही 27मै लाउन योजना? यो यस्तो नयाँ वर्षमा तपाईँले पहिलाको उदाहरण चाहिँ नयाँ वर्षमा त्यो दिन जुनसुकै फिल्म पनि चल्छन्, जस्तासुकै फिल्म पनि चल्छन्। र त्यो समयमा चाहिँ हामीले किनभने अब अहिले यसपालि चाहिँ हामीले चाहिँ अलिकति बढी मेहनत गर्छौँ। लोकेसन पनि तपाईँले हेर्न सक्नुहुन्छ, यस्तो चिसोमा, यस्तो अहिले काठमाडौँ पोखरामा गर्मी भएको बेलामा हामी यस्तो जाडोमा छौँ। र त्यो समय पनि एउटा लोकेसन र एउटा स्टोरी वाइज पनि हामीले यो चलचित्र 8 वर्षदेखि हामीले यसलाई निरन्तर मेहनत गरेका थियौँ र अहिले लास्ट फाइनल चाहिँ अब हामीले चाहिँ अब 8 वर्षको नतिजा चाहिँ अब हामी आउने वैशाख 1 गतेको लागि लक्षित गरेर गर्दैछौँ।